आज कार्तिक कति गते हो? आज 8 गते। कार्तिक 8 गते। अहिले हामी बिहान गयो 8 बज्न लाग्यो होला है। 8 बज्न लाग्यो। कुन ठाउँमा जाँदै? ट्याङ्गो चाहिँ सभा 8 भएछ। चन्द्रको आजसम्म मात्रै हिजो र आज हिजो र आज दिउँसोको छुट्टी। राति आज पनि जानुपर्छ होला होइन? उसमा हिजो गए जस्तै पर्छ। दिउँसोको मात्रै मेरो रेस्ट हो। रेस्ट अफिसियल रेस्ट हो। त्यहाँ चाहिँ के ट्याङ्गो चाहिँ भनेको चाहिँ हो कि? गुम्बा छ, बस्तीहरू छ। ट्याङ्गोचेमा चाहिँ गुम्बाहरू बस्तीहरू त्यहाँबाट हिमालय देखिएला नि? देखिन्छ। मेरो पछाडि हिमालयहरू देखिरहेछ। तिमीहरूले त्यो पाकेन भन्नु त्यो हजार दिएको थिएँ मान्छे। त्यो पकाएको होइन कि सामान्य हिसाबले पोलेको मात्रै हो क्या। त्यही भएर चाहिँ त्यो खासै पाके जस्तो थिएन, सामान्य थियो। त्यो थोरै थियो, त्यही भएर त्यसलाई त्यो आइटम बनाएको। हिजो तरकारी चाहिँ अलि धेर खाना पाएदेखि हुन्थ्यो जस्तो लाग्यो। साग यस्तो हिजो त्यो एकैचोटि के बनाउँदै पनि थिएँ कि त्यहाँभित्र। त्यो के भन्नु कि सबै आफ्नो तालमा थिएँ क्या। अब पछि खाउँ हुनु नै त्यहाँ सेलाएर फेरि धुमचक्र हुन्छ। अनि फेरि कता तताउनु। साग उग्रियो पनि होला मलाई लाग्छ। होइन साग त उब्रिँदैन, साग त उब्रिँदैन, त्यो खाइहाल्दैन। तर बरु त अचार सचार नपाएर हजुर दाल पनि नपाएर साग र भातमा त यहाँको साग कहाँबाट ल्याएको त? यहीँ किनेको। कहिले किनेको? लोकल उत्पादन। कतिको? खोइ कतिको मैले सस्तै हुन्छ हजुर। साग चाहिँ अरूभन्दा? सस्तो भनेर त्यही 20 रुपियाँ मुठी हुन्छ। सानो यत्रो यत्रो मुठी हुन्छ। एकजनालाई पुग्छ एउटा मुठीमा। बिचमा पारेर पनि मलाई ठिक छ। म बिचमा हुन्छ त्यहाँ धेरै धेरै बसेर आउँछ। हो बसेर आउँछ। उता हेरेको
आयो भने जस्तो हजुर हँ? हजुर भयो भयो यताको निकालौँ हुन्छ अलि यस्तो बडी सडी आउने बाइसेप चाहिँ अलिक पाख्नु ल हो यसरी पनि तपाईँलाई छेउमा राखेर गर्छु अलिकति यता हेर्नु त थोरै हो मैले कहिलेकाहीँ यस्तो हेरेको जस्तो आउँछ तर अलिकति अँध्यारो आउँछ यो लाइटले गर्दा यताबाट चाहिँ यता हेर्नुभयो भने ठिक हुन्छ हो यताबाट अब यता हल्का फर्किनु त हो अहिले हामी यो टेङबोचे जाने वेमै छौँ बिहान सवा 8 बजे निक्लेको होला घाम लागिरहेछ वेदर एकदम क्लियर छ अनि अलि टर्नु विदेशी पर्यटकहरू पनि टर्नै छन् यति बेला हिँड्ने कति घन्टा लाग्छ भाइ टेङबोचे यहाँबाट अँ 4 घन्टा जति पुग्छ बिस्तारै गयो भने 4 घन्टा तर तपाईँ त छिटै हिँड्नुहुन्छ 3 घन्टा पुग्ने अनि टापु कहिले लाग्छ 2 घन्टा राम 2-2.5 घन्टा लाग्छ 4 घन्टा अनि छ नि ओह्रालो छ 1 घन्टा जति लाग्छ अलि छिटै नै 3 घन्टा चाहिँ पुग्छ अनि फर्केर आउँदा त 3-4 बन्दी रहेछ होइन टाङबोचेबाट फेरि फर्केर नाम्ची आउँदा अँ बिहान 6-7 घन्टा जति टाइगर बेस क्याम्प जाने हो बेस क्याम्प त 2 दिन लाग्छ अरे होइन 2-3 दिन यहाँबाट अँ बढी लाग्छ नि डिङबुचे लबुचे 3 दिन पुग्छ डोनेसन बक्स उहाँहरूले यो आफ्नै हिसाबले बनाउनु भएको यो बाटो तपाईँहरू पत्रकार रहेछ पत्रकारले पनि अलिअलि सहयोग गर्नु होला पत्रकारले नेपाल सरकारलाई देखाइदिनु होला आफ्नै परिश्रम अझै नेपाल सरकारले कलेक्सन गरेर अनि उहाँले गर्नु उहाँ र उता एउटा छ नि त खन्ने 2 जना मात्रै यो सबै बाटो उहाँले अहिले यसमा लगानी गर्ने भने कति यहाँबाट त 3-4 कति घन्टा लाग्छ हामी टेङबोचे हिँडेको होइन कति लाग्छ 3 घन्टा ठ्याक्कै नाम्चीदेखि 3 घन्टा जति हो तर अब म पनि गएको छैन टेङबोचे त तिम्रो साथीभाइहरू पनि त्यहाँबाट कति गएका होइन होला है टेङबोचे त होइन त्यहाँको त्यस्तो त हिँड्ने 2 जना मात्रै छ त्यो काम जान्ने अब यहाँ आइसकेपछि कस्तो हुन्छ भने यी बसिरहेको हुन्छ नि त्यो चिजको मतलब हुँदैन क्या ए के गइराख्ने यस्तो त हो भन्ने हुन्छ के बेकारमा दुःख पाउने भन के टिप्नु भयो दिदी त्यसरी गर्न हिँड्न दिँदैन नि त ड्युटी हुन्छ कता के हुन्छ त्यसलाई बोलाउनु भन्ने हुन्छ के हुन्छ अनि इङ्गेज गराइरहेको छ क्या पेट्रोल दिँदैन काम पनि फेरि के हुन्छ सिस्टम नमिलेर क्या म्यानेजमेन्टको मजाले घाम लागेको छ यो त विराटनगरको जस्तै कुन टाढो रे
ए चन्द्र पनि पहिलोपल्ट आएको रहेछन् मसँग आएको हुनाले नभए हिजो त उहाँ गएको ठाउँ के अरे पुलिस चौकी के अरे थामे अनि हिजो हामी एभरेस्ट भ्यू पोइन्ट त बाटो के नाम रे हिजो हामी स्याङपछि हो ए स्याङपछि त्यो फेसबुकमा स्याङपछि भन्ने नामै लेख्न होइन ए सञ्चालन मात्र हुँदैन अहिले हामी टेङ बजे जाने क्रममा यो चिया खाना हामी मिठो चिया चन्द्रको चाहिँ चिया आइपुग्यो मैले चाहिँ बिना चिया खाने भएकोले गर्दा मलाई चाहिँ ठिकै छ पछि यो भिडियो खिचिरहेको छ नि यसलाई फोटो त्यो चाहिँ बिना चिनी भयो नि बहिनी हजुर हामीसँग कोकोनट खाइन्छ नि एउटा हामी टेङ बजे जाने क्रममा हामी यहाँ चिया खाएर निस्केको त्यो थर्मोसमा राखेको चिया मिठै हुँदैन बनाएर दिनु 50 रुपियाँ लिउँ बनाएर दियो भने मजा आउँछ यहाँ यस्तो हुन्छ नि अब बनाउँदा यी एकैछिन हिँडिहाल्छन् मान्छे होइन सबैले त बनाएर दिनु भन्दैन नि हजुर भन्दैनन् त्यो त आफूले बोल्नुको पर्यो त त्यो बनाएर दिनु है चिया अलिक बरु पैसा 10 रुपियाँ होइन पकाएर अहिले पकाएर दिनु वेट गर्छन् बरु भनौँ भने बनाउँछन् फेरि तर यिनीहरूको ऊ चाहिँ योजना चाहिँ ठ्याक्काएर बस्छन् फटाफट दिने खान्छन् उठ्छन् जान्छन् त्यसमा त को ठ्याक्काएर बसेको तर हामीले भिड जति यता थियो हजुर यता सायद 50 लिन्छ नि क्या यता होला पैसा लिनु भन्दा नि मिठो भयो भने चाहिँ अलि भन्छ कि हिजो बेलुका खाएको मिठो थियो हिजो बेला खाएको वास्तवमा मिठो थियो क्या हजुर मेरो चाहिँ मिठो थियो ए होइन एउटै त हो नि त्यो मैले बिहान ऊ सोचेको थिएँ त्यसमा कफी हालेर अनि बनाउँछु भन्ने सोचेको थिएँ यो अहिले टेङपछि जाने क्रममै हो हामी अघि त्यहाँ चिया खानु चियाको 40 रुपियाँ अरे कोकोनट बिस्कुटको 50 रुपियाँ त पनि नराम्रो यतातिर खाएको बरु मिठो चिया यस्तोतिर मिठो बनाउँछ जस्तो लाग्छ अनारहरू फेरि सेलरोटी पनि होइन चाहिँ हेर्दाखेरि त्यस्तो लाग्यो यस्तो टाइपको खानासाना यो छ नि जति आइटम अँ सबै उता हो यहाँ केही हुँदैन यहाँ न यो बनाउने खुबी भएको मान्छे हुन्छ डलर टिभी हो यहाँ नै दियो अलिअलि चिया बनाउन सिकेँ यो कति केजी छ तपाईँको भारी हिजो ल्याउनु भएको त्यो माथि रड जस्तो देखियो होइन बिचमा हो त्यो हुँदै माथि जाने त्यो चाहिँ गोकियो जाने बाटो ए अहिले हामी त्यही बाटो हिँड्छौँ होइन हिँड्दैनौँ अब त हामी त यता जाने
गोकियो चाहिँ के को लागि रे? गोकी भनेको त्यता पिकहरू पनि छ भने चाहिँ तर तालहरू छ होइन त्यहाँ गोकियो ताल इन्जा ताल सिमसार क्षेत्र हो क्या अस्ति इन्जा ताल फुटाएर आर्मीले पानी निकासा गर नि कहाँको? माथि त्यही इन्जा तालको त्यो भनेको चाहिँ त्यहाँ त्यो ठुलो छ अरे मैले पनि देखेको छैन त्यो आफै बढाइङ ठुलो भने निकै क्षति ल्याउँछ अरे भन्ने भनाइ छ तर मलाई चाहिँ कस्तो लाग्छ भने त्यत्रो क्षति पुऱ्याउँछ जस्तो लाग्दैन माथि माथि पुर्याउँदा तर यस्तो यस्तो खाल्टोमा झरेपछि यस्तो ओह्रालोबाट झरिरहेको छ तल तर उनीहरूको भनाइ चाहिँ समय दिनुहुन्छ भन्छ एउटा तान्छ कि सम्म भएको भए बाटोहरू उता डुबाउनुको लागि त यो ठाउँ पहिले कम्प्लिट भरिदिनु पऱ्यो नि भरि त भरिदिनु पुगिहाल्छ उता घरलाई क्षति के हुन्छ त्यसका छेउछाउमा घरलाई यो पनि गरिरहेको छु कि सजिलो हुन्छ फोटो नि भइसक्यो अनि तपाईँहरू पेसिएम पुगेर आउनुभएको कति सिट हो त कति अस्ति नभएको होइन अस्ति 3 दिनमा मेन्टेन हुन्छ क्या 3 दिनमा कति सिट त्यो भाइहरूलाई भेट्नु भयो भेटेन त्यता छोड्दै बाटो फेरि झर्छ हो त्यो डराउँछ कि रेकर्डिङ भइरहेछ नि भइरहेछ अहिले एकदम त्यो अर्को ठ्याक्कै साइडमा आउँछ नि हजुर। त्यो बेला चाहिँ फोटो खिच्दिनु हजुर हुन्छ त्यसलाई के भन्छ रे यसलाई चौरी 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 याक भनेको यिनीहरू नि हुन्छ किनारको दुध चाहिँ यता पाइँदैन किनारको दुध चाहिँ पाएँ यस्तो छ अब याक फोटो फर्म खिच्दियो यसमा ठ्याक्कै यहाँ। हजुर याक धेरै उता नजानु त्यो झर्छ त्यो डराउँछ कि भइसक्यो डराउँछ यहाँ आएर बस्छु ल एकदम सोझो प्राणी हो क्या यो जाने होइन हजुर बज गरिदियो अहिले फेरि हामी यो झुलेको भुइँमा डेङ्गोची जाने चिसो हावा तल यहाँनिर पुरा यस्तो पानी आइरहेको छ राम्रै छ यता उताबाट उताको
बन्द छ नि कहाँ Patnagar, name of city of Nepal. Ah, yes. Second city of Nepal. Okay. भन्नुहोस् है त्यो कुनाबाट हेर्दैछु क्या म ल आउँदा आउनु माथि अलिकति यता हेर्नु त है थोरै यहाँ हरियो कति राम्रो सिना आउने हो कि अलिकति यता हेर्नु न थोरै हो हेर्नु त थोरै यहाँ तपाईँको म खिचिरहेको छु अब हेर्नु त यता थोरै हो तपाईँले सबभन्दा राम्रो फोटो आएछ भन्नुहुन्छ उहाँ गएपछि एकचोटि यता घुम्नु त दाइ अलिकति यता हेर्नु त दाइ More options. बिचमा एक साइड लाग्नु ल दाइ Where are you from, sir? हजुर Everest for Procky. Safety first, bro. Thank you. Namaste. Namaste. You can buy shit vodka for £4 or £5 a bottle. एकैछिन ल दाइ म यो सिन निकाल्छु तपाईँलाई छेउमा राखेर हो बेला बेलामा यसो फर्किनु अनि हिँड्दै गर्नु Just. Yeah, one moment here, please. I would like to take a photo with you. Cheese. The cheese. Yes. Yes, yes, cheese. Yeah. Cheese. Where are you You can. from? Yeah, I've been to Deer. Oh, what a choice. Okay, same to you. They brought Chris in with him. Over the other side of it. Hi guys. Cheers, thank you. But Chris would bring the plate in. Just drop it on him.
यता हेर्नु त है Putting it in your body every day. हो And then maybe trying to live it. ठिक छ ल कन्टिन्यू यहाँ चाहिँ मजा गरेर यता हेर्नु त है कति 1.5 घन्टा 2 घन्टा ए ल ओके त तर यो घाम प्लस यो जङ्गलले गर्दा होला वे बाटो एकदम कस्तो राम्रो बुट्टा जस्तो देखिएछ क्या हाम्रो यहाँ भएको है हजुर अप्ठ्यारो हुन्थ्यो हजुर अनि एकछिन गर्मी हुन्छ अनि फेरि त्यो पनि राम्रो एकचोटि थोरै हेर्नु त यसो हात हल्लाउँदै जानु पर पुगेपछि यतिको खुट्टा अघि पुगेको होइन आउँदिन होइन अब ट्रेक सकिन आँट्यो नि दाइ त्यही भएर अब फिनिसिङ हिजो यस्तो दुखेको थिएन नि घुँडा हजुर अहिले घुँडा दुखिरहेछ होइ दिनभरि अर्कै बजार सजार मात्रै घुम्छु हजुर हुन्छ भोलि त्यतै बजार घुम्नु यताउति 3-4 पल्ट हेलिप्याड जानु चिया नास्ता खान्छु हजुर हेलिप्याड जानु किने तल रेस्ट घुँडालाई रेस्ट दिन्छु त्यो मुख सुप लगाउँछु हजुर स्प्रे युज गर्छु हजुर क्या मजा टङबोचे टेङबोचे टेङबोचे यो नाम चाहिँ बजार 4 घन्टा लाग्यो छिटो हिँड्नेलाई 2.5 घन्टा नि पुग्छ हजुर जस्तो भयो बिहान आधी घन्टा अगाडि पुग्थ्यो होला कि लट्ठुले आएको त्यहाँको आवाज यहाँ सुनिन्छ त त्यति सुनिँदैन इसारा मात्रै यसो यसो मात्रै हुन्छ बोलेको ओरेको हजुर त्यति सुनिँदैन भोलि चाहिँ फुलले रेस्ट हुन्छ किनभने पर्सि हिँड्नुपर्ने भएकोले पर्सि पनि बिस्तारै नै हिँड्छु हजुर लु हिँड्दै जानु उहाँ परसम्म सिधा छ कि त्यही भएर म यहीँ बस्छु यो जुम गरेर तान्ने यस्तो गराउने जुम बिस्तारै ए हो रहेछ बिस्तारै गर्नुहोस् हजुर हो फोटो खिच्नलाई जुम गरेर हो हुन्छ त्यहाँ हात सात हलाउनु कि अनि इसारा गरेको आउँछ नि बोलेको त सुनिँदैन यहाँ सुनिँदैन हजुर तिमी त यहाँसम्म आएको थिएन होला यता यता आइन त्यो गोकिएको आधी बाटो चाहिँ गएँ देखिहाल्नु भने मेरो अफिस र चेकपोस्ट भन्दा कतै जाने पनि हुँदैन फुर्सदै हुँदैन त्यही त उता देखाउनु त दाइ हातले
हजुर यस्तरी ऊ त हिमाललाई हजुर हो ल जाम मैले तेङ्गो चाहिँ 1 घन्टा अहिले त 1 घन्टा भनेको तलैदेखि भने 1 घन्टा 1-2 घन्टा लाग्छ बाफ्रे 40 minutes 40 minutes from here 40 minutes नमस्ते ओके कन्टिन्यू पाहुनालाई ग्राह त दिनु पर्यो नि ओके छ त भिडियो पनि छ कन्टिन्यू फ्रम इटाली सबै इटालीको ल ए दुई बाउ छोरी आँखा नदेख्ने थिएँ नि खोइ त ए मैले देखेको थिएँ सबै यिनीहरू हो ए कति दिन यिनीहरूलाई घुमाउनु भयो 1 हप्ता घुमाउनु भयो है ए ए हस् ल शुभयात्रा बिस्तारै लानु ल तपाईँ जान्दा उता माथि म खिच्दै गर्छु हो स्लोली यता हेर्नु दाइ बिस्तारै हिँड्नु जोडले घुमायो भिडियोमा हल्का कहाँदेखि तपाईँहरू माथि आलिम्पिक चढा हालिङ चढेर आउनुभएको तपाईँ घर चाहिँ घर त काठमाडौँ काठमाडौँ कतिजना आउनु नेपालीहरू मात्रै हो विदेशीहरू नि हो ए गाइडको रूपमा आउनुभएको गाइडमा आउनुहुन्छ ए तपाईँ चाहिँ चढ्न आउनुभएको म चढेर चढेर आलिम्पिक चढेर हजुर ए ल तपाईँलाई शुभयात्रा है बिस्तारै लाग्नुहोस् तपाईँलाई नि शुभयात्रा ल थ्याङ्क यू ऊ दाइलाई पेङ्गो चाहिँसम्म घुमाउँ भनेर नि कहाँबाट आउनु दाइ दाइ विराटनगरबाट आइलम्पिक
हिमाल क्या चढेर गएको रहेछ क्या अहिलेको नेपाली मान्छे माउन्ट एभरेस्ट होइन कि लबुचे पिक आइलम पिक भन्छ क्या पिकको नाम हो तपाईँलाई गाह्रो भयो दाइ गाह्रो बस स्यास्या यो तल हाई एल्टिच्युड पनि त माथि चढ्ने कतिलाई टाउको दुख्छ सास लिन नसकेर तिमाथि अस्ति दुखेको खुट्टा अहिलेसम्म दुखिने भएको छ मुभ लाउनुहुन्छ लाउँछ यहाँ अस्तिदेखि यो लुक्लाबाट आउँदादेखि दुखेको हिजो अलि ठिक थियो फेरि आधा निधार नखुम्च्याउनु न चढ्ने भएर निधार त यहाँ आँखामा घाममा हेर्नै हुँदैन आफै खुम्चिन्छ अरूले पनि भन्छ निधार खुम्चिन्छ भनेर हजुर अरूले पनि भन्छ होइन कसैले भने होइन हो तमा घाममा हेर्नै हुँदैन अनि मेरो हजुर त्यसले चस्मा त म कालो चस्मा खुम्चिहाल्छ त राति पनि बत्तीमा हेऱ्यो भने खुम्चिन्छ भन्नु यहाँ दामी सिन आयो अलिकति यता थोरै हेर्नु न ऊ पारी पारीको आयो कि डाँडा कस्तो हेर्नु त यता अब खुम्चिँदैन नि प्लिज सिट डाउन माफ गर्नुहोस् नो माफ गर्नुहोस् माफ गर्नुहोस् न कहाँदेखि आउनुभयो तपाईँ आफ्नै दुनियाँमा हो त्यतै हेर्नु है यहाँ पनि कस्तो दामी सिन आयो ऊ त्यहाँ एउटा आमा आउँदै रहेछ तल हजुर तर यिनीहरूको ब्याग ठुलो देखिन्छ कि दाइ भित्र यिनीहरूले जस्तै ऊ हुन्छ क्या हल्का हाले हुन्छ सामान चाहिँ त्यत्रो ज्यानले लागेको भए झन् समस्या हुन्थ्यो हुन्छ नमस्ते कहाँदेखि आउनुभयो बोल्न सक्दैन क्या थाकिरहेछ Have a rest. No. You want to continue? हो यो फोटो भाउजूले हेर्नु भएपछि आउनुहुन्छ नि भाउजू पनि च्या च्या गरेर अरूले गएको फोटो लिएर रर लाएर आयो ठुल्ठुलो मान्छे अन्त ठुलो क्यामेरा बोक्यो हजुर मान्छे अन्त ठुलो क्यामेरा बोकेर कहाँबाट सक्छ पानी खाएको ठ्याक्क फोटो खिच्छ ल हजुर हुन्छ के चाहिँ
you are tired, you can have rest. के को रेस्ट यहाँ हिँड्न छोडेर भन्दैछ मान्छेभन्दा ठुलो क्यामेरा बोकेपछि त गाह्रो हुन्छ नि अरूले हिँडेको धेरै लाएर आउनु उहाँदेखि चिनिहरू काम छैन। नमस्ते Namaste. फ्रम जापान Yeah. कोनिचिवा यिनीहरू फर्किन्छ आज कहाँ हामी त माथि ऊ त माथि बेस क्याम्प बेस क्याम्प टु चोला 5 रेन्जको 5 राम 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 सबै यिनीहरूले सबै ट्र्याक सकेर फर्किन्छ कति दिन 20 दिनको हो दिनको हो 20 दिनको 24 दिनको ए भाइलाई कति हुन्छ 30-40 हजार दिन्छ बढी हुन्छ नि यति मुजीमा त के गर्छ अनि 50-60 हजार भएन भने ए हो यत्रो बोक्या छ गाइडिङ गरेछ यहाँ यो त उहाँको चार्ज मात्रै हो यिनीहरूको फेरि होइन उहाँले यिनीहरूलाई एकदम खुसी पारेर यिनीहरूबाट फेरि बोनस ट्रिप्सहरू बोनस त यिनीहरूमा दिनको कम्तीमा पनि 10 रुपियाँ भने हो 10 देखि 25 सम्म डलर $25 हो भने करिब 2500 नि भयो 100 कै हिसाबले गर्दा पनि कन्टिन्यू हो कन्टिन्यू अनि कन्टिन्यू भनेपछि 24 दिनकोमा पैसा अगाडि हान्दा हुन्छ हामीले टक्कै तल लुक्लामा आउने त्यो चिडे खाममा चट्ट बजार ससर तलसँग पठाउँछ हजुर यो लत्तै बिमार भएर ऊ अलि मिठो शब्द बोल्नु न यहाँ म गर्दैछु कि फिल्म पर्ने हुन्छ यो यसो बिमार होला कि जस्तो सोचेसँग सोधेको छैन यिनीहरू बिरामी भयो भने नि दाइ ट्रेक फिनिस हुन्छ हुँदैछ ल जाउँ न त कपाल्दै ल ओके छ त एकचोटि यहाँ स्माइल हो यतिको हुनु पर्यो कम्तीमा हजुर हजुर हो होइन 2-4 छाक जे बेस क्याम्प पुगेर आउँदाखेरि 1-2 ठाउँ त लेला होइन नत्र लिँदैन अब म कुनै बेला समय मिलाएर गाइडहरूसँग समन्वय गरेर अनि पछि लाग्नु पर्यो कम्तीमा बेस क्याम्प त जानु पर्यो नि यहाँ आइसकेपछि होइन अनि अब म यहाँबाट गइसकेपछि सगरमाथा बेस क्याम्पमा आउँछु भनेर यहाँ आउने कुरो हुँदैन हामी अहिले ठ्याक्कै आमा डब्लमको अगाडि छौँ होइन हजुर हजुर पिसाब आउँछ पिसाब आउँदैन नफेरौँ जस्तो हुन्छ होइन You are going down? Going up. Up? Just waiting for someone. Okay, see you. दाइको क्यामेरा सेल्फी त तपाईले थाहा हजुर दाइको मैले दाइकै हान्दैछु नि हामी तेङ्गो चाहिँ जानलाई लगातार अगाडि बढिरहेका छौँ हल्का हल्का तेर्सो बाटो यहाँ चाहिँ के छ स्प्रेहरू छ Hello, namaste. नमस्ते into lakes all night. Hello. Yeah. Yeah. Feeling any pain? Aren't you? No time. You? Yeah, I'm feeling very much pain over here. in the knee. त्यहाँबाट उता राम्रो सिन रहेछ क्या त्यहाँबाट खिच्दाखेरि ए जापानिजहरूसँग उचाइ छैन घुँडासुँडा दुखेको यसो औषधिहरू Spray स्प्रेहरू छैन नि Nearly there, I think. Maybe.
Have spray. Let me show you guys. अलि रुवा लागेछ माथि अलिकति गर्दाखेरि यतापट्टि बसेर यता हेर्नु त दाइ थोरै हो 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 अहिले आयो क्लियर कस्तो क्लियर आयो भयो बिस्तारै हिँड्नु जोडले हिँड्नु सक्छ हिँड्नु मात्रै होइन हजुर बलौटे माटो रहेछ यो अलिक गडबड हो भने पिट्ने डर हजुर त्यहाँबाट एकचोटि हात उठाउनु त दाइ थोरै लु जाम दाइ नमस्ते नमस्ते From England. More going down. Yeah, yeah. Yeah, blue. Blue. Yeah, that's right. Okay, continue. Yeah, okay. Yes. You are 14 years? 14, yeah. Yes, I know. I remember you. Yeah? Yes. That's all. Namaste. Where are you from? We're all from Ireland. Israel. Ireland. One Ireland, one Israel, And one England. one England. Yeah. Where are you from? I'm from Nepal. Oh, very good. We're about here. Okay, just 1 minute. One Where are you moment. from England? England from near Chichester on the south coast. Sorry. Yes, I grew up in Surrey. I know Kingswood. Kingston. Yeah. Kingswood. From East Croydon you have to go. Croydon. Yeah. Very nice. One pass rule, talk of it. बिस्तारै हिँड्नु
हामी ठ्याक्कै आमा डब्लुमको अगाडि छौँ अहिले। त्यो आमा डोम्लम हिँड्न होइन हजुर, यसलाई चाहिँ वर्ल्डको टेक्निकल पिक पनि भन्छ। त्यहाँ पनि जान्छ मान्छेहरू। यो चढ्न आउँछ नि त, वर्षेनी धेरै आउँछन् यो चढ्नलाई। आमा डोम्लम हो पख्नु यहाँ तपाईँको क्लियर आयो, प्लस भिडियो पनि भइरहेछ। अब यहाँदेखि हामीलाई करिब 20-25 मिनट जति लाग्ला ट्याङ्गो चाहिँ पुग्नको लागि। लु बिस्तारै जाँदा माथि जोकपे आउँदैछ, साइड लाएर हिँड्नु होला। हजुर हो, यहाँनिर एक फोटो हान्छु। नेटवर्क पक्रिन्छ पक्रिँदैन। यहाँ छैन होला नेटवर्क, जाम भाइ बिस्तारै। ब्याङ्कबाट नमस्ते, कहाँसम्म पुरा ल्याउनु भयो? कहाँसम्म पुरा ल्याउनु भयो? बेस क्याम्पसम्म। कति दिनमा पुगेर फर्किनु भयो? 14 दिन। 14 दिनमा? 14 14 नमस्ते। देखिँदैन, एन्टिलाइट पर्छ पुरै। हो त्यहाँबाट चाहिँ यता फर्किन्छ दाइ घामबाट। हो अझै अलिकति मात्रै घाम पर्यो। हो अब बच्ची राम्रो आयो।
एकचोटि I've been feeling it, so so after my brother happened, I didn't have to especially after I was born. Wow. Wowie. आउँदा बिस्तारै चक्लेट पनि ल्याएको छ नि साँच्चै हजुर चक्लेट चक्लेट छ निकाल्ला है। हुन्छ दाइ ओके कन्टिन्यू Super mooi accent, jongen. Ja. How you doing? ए बिस्तारै गर्नु घाँटो उकालो चाहिँ उला पनि दुःख हुन्छ नि बिस्तारै बिस्तारै आउँदै खच्च के अरे जोक पनि आउँदैछ पछाडि आउनु आउनु भ्याउँदैन त्यसले यता झोक्पे त्यो भारीले ठेल्छ कि फेरि अलिकति हेर्नु त
ты песня, песенка девичья, ты лети, лая лет. И парнишки надо पानी निकाल्नु दाइ पानी उयो भित्र यतैबाट जाऊँ न टेङ्गो चाहिँ आइपुगेको हो यही हो गुम्बा हामी जाँदा यताबाट जानु पर्यो कि ए यता भित्रबाट ल कति टाढा छ ए ए ए यहाँबाट ट्याङ बुचेको Нет, наш пацан, не пацан. Ребят, я точно его увидел. Он как-то там прошел. Пацан! Это не он. Хорошо. Да вон пацан сидит уже, да. Он уже сидит там, он чисто отдыхает уже. 2 часа уже. Погнали. Не, ребят, я пацан буду ждать. Я с ним зайду в ворота ровно 12:35. अलिकति यता हेर्नु चाहिँ हामी चाहिँ अब यो टेङ्बोचे गुम्बा प्रवेश द्वारमा आइपुगेका छौँ हिँड्नु त भित्र यो खोइ दाइ कहिले उनीहरूको आफ्नै भाषा आफ्नै धर्म आफ्नै संस्कृति छ तर सोध्यो भने थाहा हुन्छ यहाँ हजुर Это Андрей. Не, можно, и там нет ограничений никаких, но физиология. Он был очень крут, как альпинист, но бухал. Такая была история. А он где-то внизу находится? Нет, прям на восхождении с клиента пил на 8-тысячник. हजुर 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 यहाँ लामा सङ्घ दर्जेको फिटप्रिन्ट र फुटप्रिन्ट यही भित्र छ त्यो डुवर्समा मेन फेमस हुनु अब यति घुमेर नि एउटा फर्किने हो तपाईँको अब यहाँको घुम्ने ठाउँहरू कहाँ छ कतिसम्म पुग्नुहुन्छ तपाईँ हामी त त्यहाँको चाहिँ यहीँसम्म आएको खास मात्र यहीँसम्म हजुर यो भित्र गुम्बा यता यो पछाडि छ ए के छ यो गुम्बाभित्र छिएको चार्ज के छ नेपालीको लागि केही छ त्यस्तो छैन है Ветер дует такой, Дэн. Ветер дует такой на Эвересте.
Очень устойчиво. Это как бы связано с собой. Она и одновременно дает простор творчеству и одновременно... आउँछ पुरै आउँछ В моей голове никогда там, до этого не было, ну что там, актер, это там, не пахать, не это. Была один раз у нас там какой-то надо было снять ролик, и была у меня какая-то роль, 1,5 минуты, какая-то, я уже не помню, горничного, какая-то смешная вообще, простая самая это. 3-4 часа, 1,5 минуты. Я уже думаю, блин, кто это забыл? Там какая-то ерунда. Устал под вечер, все, я не мог ни с кем разговаривать, не это. То есть мне не надо было там тихо играть, перерождаться какую-нибудь там. Ничего великого делать не нужно. Да, и настолько устаешь. Я представляю, когда там сумасшедшие играют. यता यो पहाड पनि आउँदो रहेछ हैन हजुर त्यसको मैले खिचिसकेँ बस्नु ल हाफ खिच्छु यो उसमा गुम्बाको आउने गरेर बस्नु ल त्यो हाफ खिच्छु म माउन्टेनसँग पनि पुरै पनि लिदेऊ हजुर पुरै पनि यतिको हुन्छ Это показывал в спектакле. У него там каждый это, то есть человек перерождался. Блин, а реально он же так проживает. Да, они потом это, представляешь, что там он сходил с ума, у него там галлюцинации какие-то, приходил и это. Ты просто чувствуешь, что тебе аж это самому как-то мурашки подаются. Я думаю, так каждый день перерождается. Айда! हिँड्नु न यताउति त्यसो रेस्ट गर्नु न त हजुर बस्नु यस्तो यस्तरी दामी आउँछ त्यो माथिको टुप्पो पनि निकाल्नु उताको यसको होइन अलि परदेखि चाहिँ निस्किन्छ मलाई चाहिँ अलि नजिकै बनाउनु ए हुन्छ त्यो चाहिँ ए निकै लाग्ने रहेछ त्यो टुप्पो देखाउनलाई त त्यो टुप्पो देखाउन नसकिने रहेछ हिमाल आउँछ नि आउँछ क्लियर आउँछ क्लियरमा हामीले 2 सारा हुन्छ यसरी चाहिँ हाम्रो भिडियो पनि हुँदैछ
Oh, you weren't there? I'm here, my cookie. Oh, you were in the shower. Oh, here's a package. We met yesterday. Oh, Let's take photo. Another photo? Oh, there he is again. I posted your photos on Yes. Facebook. Oh, hello. रेडी भिडियो पनि छ भिडियो पनि छ Also video, okay? I think you're from Colorado or something. You're saying. We saw you at the Everest Hotel. Where did you stay last night? What's that? Where did you stay? नाम्चे In Namche. Oh, in Namche. Oh, you got an early start. You did well today. So we were closer to here. So you going anywhere? We're going, yeah. What? Base camp? Base camp. No, I'm getting back because I'm getting pain over here. Oh, okay. And where are you from? I'm from Nepal, Viratnagar. Okay. Colorado. Second city of Same state. नेपाल Okay. Oh. Everybody's Because my missus also, she was trying for PhD in Colorado. And so did she get there? She's still in progress. Okay. GRE and something. Well, good luck. Where in Colorado? I don't know, that's university, Colorado University or Oh, something. okay. Yeah. It takes lots of process, you know, they ask so many things. Yeah. Interview, so many things. What is she getting? What does she want to get her doctorate in? I think public administration. Oh, okay. Public. Wow. So when will you come back then? We head back 7 days. on Saturday. About that much. You're so active here. You're so active and so energetic. I'm so tired, you know. Oh no. Give me some tips, please. We trained a lot to come here. We did a lot of hiking before we came. Sometimes, you know, I feel I just return back. I'm just so tired now. Yeah. So energetic. Thank you. So are Nice you talking going to on further at all? Or No, is it- I'm just getting back. I will spend some time over here and have a cup of tea then. Oh, it's a beautiful place. Okay, yeah. Hi, bye. बाई I hope you get to Colorado. Maybe, you know, the only, you know, around, you know. Round. Sometimes somewhere we'll... लाइक बल Yeah. फुटबल Like this, like football. Like maybe, football. maybe in Kathmandu, we can see. Oh, maybe, yes. If you would like to come to Viratnagar, then you can come. Oh. Viratnagar is the second city of Nepal. Oh, okay. That's How far is that from Kathmandu? 25 minutes from flight and Oh. 8 hours from बाई बस by By car. bus. By Oh, I bus. don't have enough time for that. Oh. But thank you. Wow. Thank you so much. Okay. Namaste. Bye. नमस्ते भाइ By the way, by talking to you, You what? I got some energy from छिटो आउनुभयो त Oh, good. Okay, you'll run out. No, yeah. All right. Well, good luck. I'm glad you got to hear. Look at your view. Yeah. We just come back. Sorry, we just came here. Oh, you just got here. Yeah. Well, enjoy. It's Oh, yeah. beautiful to sit here and have they have good lunches. We had pizza. Pizza. We and had some excellent food. really good food Excellent food. and good view. यहाँ चाहिँ राम्रो खाना पाउँछ Yeah, okay. एक्सिलेन्ट फुड All right. All right, Well, it's bye-bye. nice talking Bye. to you. Bye. भक्कु एउटा पिक्चर हान्छु उज्यालो आयो कि किनभने पुरै त अब यसो ठाडो त नि अनि जस्तो मैले यहाँबाट खिच्दा पुरै हाफ चाहिँ निकाल्यो हजुर हात चाहिँ निकाल्यो I know. I'm going to tell him. That's very nice.
अहिले हामी यो थेम्बुचेको यो रेस्टुरेन्टमा छौँ लगभग 4 घन्टा लाग्यो त्यहाँबाट आइपुग्नलाई आफूलाई यहाँ मरेर हिँडेँ म त खुट्टा दुखिरहेको त घुँडा अस्तिदेखि नुक्लाबाट आउँदाखेरि नुक्लाबाट आउनु अगाडिदेखि नै अहिले औँलाहरू दुखिरहेको थियो टाइट जुत्ता लगाएर थम्बुचे कि के भन्छौ यसलाई ट्याङ्गोचे ट्याङबोचे नामै अप्ठ्यारो यो शेर्पा भाषाको नाम ट्याङ्गोचे खाना चाहिँ कसरी भन्दा रहेछ त्यो मेनु त्यही कि मैले त्यो हेर्ने त्यहाँ मान्छे तँ हेर्ने अन्त डाइरेक्ट सोध्ने पो ठिकै छ बनाएर तपाईँहरूको गाडी त्यो त अर्को भाइ ए आयो पनि आएको थियो बोले गजुर गजुर बाबु म कति माथि छु यहाँ गजुर गजुर कस्तो छ दुब्ला कि मोटाको छ त्यही त दुब्ला नि त त्यो त थाहा छ अनि म कति माथि छु यहाँ यहाँनिर नि हेलिकप्टर नि छिनछिनमा उठ्छ एकैछिनमा टिभी किन अलि बन्द गरिदिनु नि त कुरा हजुर ल मैले राखिदिएँ ल ल ल ल म लगाएर हिँडिरहेको छु मैले बुझेँ बेलुका त लागिहाल्छ नि बेलुका त समयमै पुगिन्छ अहिले एकछिनमा अलि 1-1.5 घन्टामा लाग्छ ल अहिले चिसो अन्दाज अहिले घाम लागेको छ मजाले घाममा बस्न सकिन्छ चिसो हावा चलेको छ त्यो डाँडा हिजो मैले फोटो यहाँ हिँड्न लाग्यो सक्छ
ल ल भाइ ल र राख्देऊ न त्यहाँ राख त बाई भाइ ल राख्देऊ बाबु राख्देऊ होइन उहाँ भाइमा बस्छ झन् अर्को मोबाइल दिनु है क्या हुँदो रहेछ बोकेर हिँडिरहेछु क्या यहाँ त्यो त 5-6वटा मनाले हुन्छ हामी अब एकछिन के गर्नु झर्ने कि दुई ल्याएको केही के त खाऊ न त्यही त खाऊ अनि खानाहरू बिचमा खाए पनि हुन्छ यहीँ खाए पनि यहाँ टाइम लाग्छ भने अब यहाँ बनाउनु पर्छ होला बनाउन पर्यो भने हामी भ्याउँदैनौँ भिडियो पनि रेकर्ड हुँदैछ ल पक्नु ल त्यहीँ पक्नु कि तपाईँलाई छेउमा राखेर Все команды, которые пришли, сразу не было. Ну, соответственно, это все коррелируется с погодой. И у каждой группы есть свой собственный кластер. Здесь 4 лагерей. Там стационарного коммерческого. Сделано уже. Ну, вообще, при Перми включено. Вот я не знаю, постановка палаток входит или нет, но провешивание перилов и установка лестниц над трещинами, поддержание тропы в безопасном состоянии входит в Перми. Пермит с человека стоил, по-моему, в районе 25, что ли, 30. आउँछ सबै मैले खिचेँ त्यसको हो यताको पनि निक्लिन्छ Ценник такой. Я сейчас открыть и все. Just to get the movement of the cloud across. Feel free. त्यहाँबाट चाहिँ म यहाँ उभिएर यसरी लाग्छ कि यहाँ साइडबाट ल यताबाट फेरि एनटियु पर्दो रहेछ त्यही भएर मैले भनेको यहाँबाट चाहिँ ठिक छ त्यहाँसम्म जस्तो गर्नु न थोरै अब Thank you. It's okay. Very good. Yeah. Sorry, mate. So business failed, huh? Long time. हजुर पुगिटा
फोङ्गी ठाना भन्छ फोङ्गी ठाना त्यत्रो छ अरे I mean, first, I think, first thing to understand about business collaboration works better than trying to If you can trust your partner, and probably you have someone who gives you knowledge, the other guy takes knowledge. So, and one-on-one makes three, you know what I mean? So you have benefit to work together. Together really cool. For instance, when you are opening a restaurant, when you have a particular chef, they're very good into stuff and you know how to calculate the costs and everything, and how to calculate ए जोकवे भन्छ गोरु हो and then you have यिनीहरू अलि बदमास हुन्छ तर त्यस्तो बदमास छैन नर्मलै हुन्छ तर याक चाहिँ अलि पर भाग छ हजुर हुन्छ Haven't showered in 8 days? No, 10 days. Oh my gosh. Oh yeah? It smells like this one. First, I work for big groups, so you are just Yeah, it's like, you think that you are no, चलो